ललितपुर उद्योग वाणिज्य संघ राजस्व समिति आर्थिक दल 2079-80 बजेटिया नीति सुझाव सम्बन्धी अन्तर्क्रियात्मक जाजो यागदु वंगु बिहिबा ललितपुर आन्तरिक राजस्व कार्यालय क्षेत्रल्या 2 निरन भट्टराई व ललितपुर महानगरपालिकाया राजस्व प्रमुख प्रेम थापाया उपस्थिति निजी उद्योगी व्यवसाय तेस राजस्व करे थपिन्छ फेमाला चंगु समस्या बारे अन्तर्क्रिया जाजो जुगु ख 79-80 मा चाहिँ हामीले चाहिँ यो जुन ललितपुर महानगरपालिकाको आर्थिक ऐन भनिन्छ जुन आर्थिक ऐन भनेको तपाईँको राजपत्रमै मैले चाहिँ भनौँ महानगरपालिकाले प्रकाशन गरेर अहिले यहाँलाई पनि यो सायद उपभोग गर्नुभयो होला 25% चाहिँ व्यवसाय करमा चाहिँ नवीकरणमा छुट दिएको अवस्था छ। अब यसलाई पनि अब जस्तै यो आर्थिक जस्तै हाम्रो अनिल गर्ने वस्तु हुन्छ नि हरेक वर्ष चाहिँ परिवर्तन हुन्छ। जस्तै यही कुरालाई चाहिँ अब हामी 79-80 लाई पनि यसलाई चाहिँ निरन्तरता दिने कुरामा जस्तै चाहिँ तपाईँको अघि चाहिँ बाल करमा चाहिँ जरिमाना ला भन्ने कुरा आएको छ। ललितपुर महानगरपालिकाको जस्तै अब वडामा चाहिँ व्यवसाय दर्ता अलिकति ढिलो भएको छ भन्ने कुरा पनि आएको छ। जाजोले उद्योग वाणिज्य महासंघ नोकु दिनेश श्रेष्ठ राज्य निजी क्षेत्र व उद्योगी व्यवसाय तेत व्यवसाय यागु वातावरण दिएका प्रोत्साहन बी मागु थासे छन् निरुत्साहित यागु जुया चंगु थया दिल मन्त्रीहरू आज जति पनि छन् सबैले जुन जति पनि पोलिसी बनाउँछ यो बजेटको उद्देश्य यो हो, यो बजेटको हामीले लक्ष्य यो राखेका छौँ भन्छ। त्यो लक्ष्य र उद्देश्य प्राप्ति गरेन भनेदेखि त्यो मन्त्रीले त्यहाँको जुन करको अधिकृतहरूले कसैले पनि कुनै पनि दोषी भागी लिनु पर्दैन, पेनाल्टी लिनु पर्दैन, जरिमाना तिर्नु पर्दैन। तर हामी व्यवसायहरूले गल्ती केही गर्यो भनेदेखि हामीलाई माफिया भन्छन्, शोषक भन्छन्, जे पनि भन्ने कुरो छ। अहिले हामीले सरकारलाई कर तिर्छौँ तर सरकारले त्यो उठाएको कर हाम्रै लागि भन्छ। यो करले हामीले जति कर उद्योगी व्यवसाय र करदाता निजी क्षेत्रबाट उठाएको कर सरकारको डेली तलब खर्च चालु खर्च चलाउनलाई पनि पुग्दैन भनेपछि विकास निर्माणका लागि हामीले कर उठाउन सकेका छैन। तर के कुरा छ त भन्दा हामीले उठाउने कर यो साउथ इस्ट एसियामा सबभन्दा बढी छ। अठे वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारी राज्य निजी क्षेत्र याके कर जकम हेगु मखुसे उचित सहुलियत व सुविधा बीमा गुथासे वेकल आ वेगु आर्थिक वर्ष या बजेटे अपेक्षित नीति तथा कार्यक्रमले उद्यमशीलता या विकास न्यायिक व सहज कर प्रणाली बारे जापान हेबया दिगु ख अर्थतन्त्रलाई कसरी गरिन्छ, राजस्व नीतिमा कसरी परिमार्जन गरिन्छ, कसरी सुधार गरिन्छ भन्नेमा पोलिटिसियनहरुको ध्यान कम जाने, निजी क्षेत्रको ध्यान चाहिँ कता बढी जाने भन्दा राजस्वको क्षेत्रमा बढी जाने। त्यो विनियोजनको क्षेत्रबाट पनि राम्रा कार्यक्रमहरू राख्न लगाएर त्यसबाट पनि उद्योग प्रवर्धन हुने, व्यवसाय प्रवर्धन हुने कुरामा बजेटमा त्यो कुराहरू कम जाँदो रहेछ। तर अघि मैले चाहिँ नि यो उसमा हाम्रो पूर्णजीले प्रस्तुत गर्दाखेरि पर्यटन प्रवर्धनको लागि कार्यक्रम राख्न लाउनु पर्यो भने एउटा दुईटा कुरा चाहिँ विनियोजन पाटो कुरा गर्नुभयो। यो राम्रो सङ्केत हो। हामीले दुईटैलाई सन्तुलित गरेर लैजानुपर्छ। त्यस कारणले गर्दा व्यवसाय प्रवर्धन हुने कार्यक्रम पनि आउनु पर्यो विनियोजन तर्फबाट, आय तर्फमा पनि करमा शुल्कमा कहाँनिर सुधार गर्नुपर्छ भन्ने कुरा दुईटै पक्षबाट हेर्नु पर्ने हुनाले मैले दुईटै पक्षलाई यहाँ अलिकति सन्तुलित ढङ्गले अगाडि जाओस् र हाम्रो ट्याक्स सिस्टम चाहिँ प्रोडक्टिभ होस्। ललितपुर उद्योग वाणिज्य संघ नाय मनोज बहादुर न्याक्षन संघ प्रदेश व स्थानीय सरकार राजस्व कर बजेट लिसे नीति तथा जाजो देखि बोले थवा थ मलवाईगु कथ देके मागुले बिया दिलसा संघीय राजस्व समिति कजी पूर्ण बहादुर महर्जन राजस्व कर सम्बन्धी निजी क्षेत्र व उद्योगी व्यवसाय तेत अजन आपल अन्यलता दुगुली उकी यात जिंकेगु नीति थपिन्छ दय दश ठुगु कथया जाजो कोसा गोया वया चुनागु थया दिल मुलुकको संघीय संरचना अनुरूप संघ प्रदेश र स्थानीय सरकारले निर्माण गर्ने बजेटमा यस सङ्घको ललितपुर जिल्लाको निम्ति निजी क्षेत्रको तर्फबाट राजस्व सम्बन्धी आर्थिक नियमावली तथा ऐनहरूका लागि हरेक वर्ष केही रचनात्मक सुझावहरू पेश गर्दै आएको बेहोरा म यहाँ स्मरण गर्न चाहन्छु। विकास निर्माण कार्य सञ्चालन गर्न सरकारलाई बढीभन्दा बढी राजस्व सङ्कलन गर्नुपर्ने हुन्छ। राजस्व जुटाउने क्रममा सङ्घ प्रदेश र स्थानीय सरकारले बनाउने नीति तथा नियमहरू एक आपसमा दुविधा नहुने गरी निर्माण हुनुपर्दछ भन्ने हाम्रो मान्यता रहिआएको छ।
यसका लागि आपसी समन्वय कार्य गर्दा उपयुक्त हुन्छ भन्ने हाम्रो धारणा रहेको छ। यस कार्यमा ललितपुर उद्योग सङ्घ सदैव सहकार्यको लागि तत्पर रहेको छ। आज हामीले देशमा धेरै व्यवसाय र उद्योगहरूलाई समस्या थुप्रै समस्याहरू छ। त्यो समस्याहरू हिजोको मतलब बजेटले चाहिँ जति राम्रो सम्बोधन गरेको छ अझ त्योभन्दा चाहिँ राम्रो सम्बोधन गर्नको लागि सुझावहरू हामीले सङ्कलन गर्दै उहाँहरूको अगाडि हामीले चाहिँ पेश गर्न सक्यो भन्नमा यसलाई चाहिँ अब भोलिका आगामी बजेटमा जति बजेट राम्रो आउँछ त्यति हाम्रो व्यवसायहरूलाई चाहिँ हाम्रो व्यवसायमा भोलिका दिनहरूमा व्यवसाय सुचारू रूपले लगानी राम्रोसँग गर्न पाउने हामीले चाहिँ महसुस गरेका छौँ। त्यसको लागि बजेट सबैभन्दा ठुलो चाहिँ बजेटमा राम्रो नीति ऐन आर्थिक नीति हाम्रो चाहिँ राम्रो हुनुपर्छ भन्ने हिसाबमा आज हामीले यो कार्यक्रम गर्दैछौँ। सबैले जोरदार तालिका साथ